अहिले निष्पक्षता र तटस्थ जगमा अनुसन्धान गर्न उहाँले राजीनामा दिनुपर्छ होइन। राजीनामा दिइसकेपछि अनुसन्धान प्रक्रिया अगाडि बढ्छ। अनुसन्धान प्रक्रियामा कहीँ त्यस्ता कमजोरी देखिए, लुपोल्सहरू देखिए भने छिद्रता देखिए, फेरि यो चाहिँ अहिले ओलीजीले त गर्नुभएको छ, सिङ्गो राजकीय संरचनाको दलीयकरण गर्ने, दुरुपयोग गर्ने र त्यसपछि आफ्नालाई काखा अरूलाई पाखा गर्दै आउनु भएको छ। त्यो खालको स्थिति देखियो भनेदेखि हामीले भने जस्तै फेरि अरू छानबिन समितिको माग पनि गर्नुपर्ने हुनसक्छ। र हाम्रो अहिलेको आधिकारिक धारणा भनेको निष्पक्षता र तटस्थताको जगमा उभिएर अनुसन्धान प्रक्रियालाई सहयोग गर्न लेखकजीले राजीनामा नदियो भने त्यसपछि संसद अवरुद्ध हुन्छ। होइन, राजीनामा त त्यो अनिवार्य शर्तभित्र पर्छ। किन उहाँको संसद चल्छ कि चल्दैन ताकि बताइदिनुहोस्। राजीनामा नआइकन संसद चल्दैन। धन्यवाद। मान्छे एकैछिन जस्तो उहाँले 13 गते म संसदमा यसको जवाब दिन्छु भन्नुभएको छ, त्यो जवाब दिन पनि दिनुहुन्न यहाँले? उहाँ अहिले अभियुक्त हुनुभयो, अभियुक्तले जवाफ दिने होइन। अभियुक्तमाथि अनुसन्धान प्रक्रिया अगाडि बढ्छ। अनुसन्धान प्रक्रियामा दोषी देखिनुभयो जेल जानुहुन्छ होइन, निर्दोष देखिनुभयो सफाई पाउनुहुन्छ। उहाँले जवाफ दिने। गृहमन्त्री हुँदाखेरि पनि उहाँकै कार्यकालमा यो भिजिट भिसाको केही कुराहरू भयो भनेर नारायण काजीलाई पनि जोडिँदैछ, त्यसमा माओवादीको धारणा के हो? नारायण काजी हुँदा भिजिट भिसा प्रकरणमा यो विषय के छ भने बालकृष्ण खाँडजी गृहमन्त्री हुँदा 17 मुदे मापदण्ड जो बनाउनु भयो त्यो कमिसनको लागि असाध्य अप्ठ्यारो मापदण्ड बनाएर त्यसपछि यो कमिसन प्रकरण भिजिट भिसामा तस्करी प्रकरण सुरु भएको छ। नारायण काजी आइसकेपछि फेरि त्यसलाई खारेज गरेर 6 मुदे अलिक सरल मापदण्ड बनाएर र भिजिट भिसा प्रकरणमा आएका म आफैले पनि कम्प्लेन गरेको थिएँ। दैनिक त्यो बेला नि 2-2.5 करोड उठाउने सेटिङमा उठाइथ्यो। त्यसपछि फेरि हामीले एक्सन लियौँ। त्यो बेला निलम्बन भएको छ, छानबिन समिति बनेको छ। यिनै पात्रहरू जो अहिले रमेश लेखकजीले राख्नुभएको छ सचिवालयमा, यिनै पात्रहरू अहिले अदालतमा मुद्दा खेपिरहेका छन्। जुन समय